केन्द्र सर तपाईँ चाहिँ बागमती प्रदेशको चाहिँ इन्चार्ज पनि हुनुहुन्छ होइन बागमती प्रदेश सबै हेर्दै लगायत देशैभरि पनि तपाईँ हिँडिराख्नु भएको छ तपाईँहरूको माग पनि त आखिर त्यही धर्म संस्कार संस्कृति अथवा राष्ट्र राष्ट्रियताको कुरा आएको छ होइन जनतालाई कसरी बचाउने कालो सूचीबाट कसरी हटाउने आज 6 लाख भन्दा बढी चाहिँ काला सूचीमा छन् भन्ने कुरो पनि आएको छ होइन घरबार विहीन हुनुबाट कसरी जोगाउने आज तपाईँ चाहिँ प्रधानमन्त्रीको निवासमा आउनुभएको छ बालुवाटारमा किन सर त्यो हाम्रो 7 गतेको आन्दोलन जुन हामीले निर्णायक आन्दोलन भनेको थियौँ हामी देश जनताको लागि यो सरकारले केही गर्न सक्दैन र यो जेएनजी सरकारले केही पनि माग पुरा गर्न नसकेको अवस्था देखेर दुर्गा प्रसादको नेतृत्वमा सरकार बनाउनु पर्छ भन्ने हाम्रो धारणा थियो त्यो कारणले गर्दा हामीले आन्दोलन घोषणा गरेका थियौँ र पछि सरकारले अब ध्वस्त देश एउटा जल्ने स्थितिमा पुग्यो तपाईहरुले यसपालि वार्ता मार्फत आइदिनुस् हामीले तपाईहरुको माग पूरा गर्छौं भनेर उहाँहरूले हाम्रो सकारात्मक निर्वाह गर्नुभयो त्यो कारणले गर्दाखेरि हामीले आएर अहिले उहाँले 22 गतेको लागि वार्ताको लागि हामीलाई चिठी दिनु बोलाउनु भएको थियो हामी अहिले यो चिठी लिएर अब 22 गतेको वार्ताले हामीलाई सक्सेस उहाँहरू सक्सेस हुनुहुन्छ हामी त सक्सेस छौं सर हामी त यो बाटाबाट भएन जनताको माग पूरा गर्न सकेन भने आन्दोलनबाट हामी दाइको नेतृत्वमा सरकार बनाएर हामी आउँछौं र चुनाव पनि हामी आफै गराउँछौं जनताको माग पनि पूरा गर्छौं तर त्यो भन्दा पहिला केही नगरे आन्दोलन नगरे केही तोडफोड नभई सहज रूपमा जनजीवनको क्षति नभई जसरी जेएनजी आन्दोलनमा चाहिँ 76 जनाले शहादत प्राप्त गरेका छन् यो देशमा एउटा साना युवा कलिला बच्चाहरू आज आमाका कोखहरू रित्तिएका छन् त्यो गर्नबाट वञ्चित त्यो नहोस् भन्नको दुर्घटना फेरि पनि नहोस् भन्नको लागि त्यो कारणले गर्दाखेरि हामी वार्ता सहज रूपले वार्तामा आएको छौं यो वार्ता सहज रूपले होस् भन्न चाहन्छु हस् धन्यवाद यहाँलाई थ्यांक यू